कस्तो छ साथीहरू, म आशा गर्छु तपाईँहरू सन्चै हुनुहुन्छ। स्वागत छ तपाईँहरूको मेरो युट्युब च्यानलमा। म आज यो भिडियोमा सिकाउन गइरहेको छु कि थम्बनेल कसरी बनाउने। थम्बनेल सबभन्दा पहिला थम्बनेल भन्ने कसलाई, थम्बनेल हेर्नु कति राम्रो लाग्छ यो भिडियो कभर हेर्नलाई। यसलाई नै हामी भन्छौँ थम्बनेल। यसलाई हामी सजिलैसँग बनाउन सकिन्छौँ। सबैभन्दा पहिला तपाईँ आफ्नो प्ले स्टोरमा आउनुहोस्। प्ले स्टोरमा आएर यहाँ सर्च बारमा क्लिक गर्नुहोस्। सर्च बारमा क्लिक गरेपछि यहाँ सर्च गर्नुहोस् पिक्सल ल्याब सर्च गर्नुहोस्। पिक्सल ल्याब यहाँ पिक्सल ल्याब यो यसमा क्लिक गर्नुहोस्। यहाँ इन्स्टलको अप्सन हुन्छ, तपाईँहरू इन्स्टल गरिहाल्नुहोस्। म इन्स्टल गरेको छु। यहाँ ओपनको अप्सन आएछ, म ओपनमा क्लिक गर्छु। अनि ओपनमा क्लिक गरेपछि अनि तपाईँको यस्तो इन्टरफेस आउँछ। यहाँ क्यान्सल गर्नुहोस्। यहाँ टेक्स्टलाई हटाउनको लागि यहाँ डिलिटको अप्सन छ, डिलिटमा क्लिक गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्। टेक्स्ट डिलिट भयो। अनि तपाईँ यो यहाँ यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरेपछि यहाँ कलरको अप्सन छ, कलरमा सिलेक्ट गर्नुहोस्। यहाँ कलर लेखेको छ, कलरमा सिलेक्ट गर्नुहुन्छ भने यहाँ हेर्नु, यहाँ व्हाइट छ, यहाँ सबै व्हाइटै भइहाल्छ। अनि तपाईँ ग्रेडियन्टमा सिलेक्ट गर्नुभयो भने यहाँ दुईवटा कलर मिक्स गरेर आउँछ। यहाँ यसमा क्लिक गर्नुहोस्, दुईवटा कलर छ। ठिक, यो राम्रो लाग्छ हेर्नलाई। यो राम्रो लाग्छ। यहाँ ठिकमा क्लिक गर्नुहोस्। अनि यहाँ थ्री डटमा क्लिक गर्नुहोस्। यहाँ गरेपछि यहाँ इमेज साइज छ, इमेज साइजमा क्लिक गर्नुहोस्। यहाँ इमेज साइजमा क्लिक गरेपछि यस्तो इन्टरफेस आउँछ। यहाँ कस्टममा क्लिक गर्नुहोस्। कस्टममा क्लिक गरेपछि यहाँ युट्युब थम्बनेल लेखेर एउटा अप्सन छ, यसमा क्लिक गर्नुहोस्। यहाँ ओकेमा क्लिक गर्नुहोस्। आइहाल्यो युट्युबको साइज जस्तो। अनि ब्याकग्राउन्ड नभएको फोटो यहाँ चाहियो। सबैभन्दा पहिला यहाँ प्ले स्टोरमा जानुहोस्। प्ले स्टोरमा गएपछि यहाँ सर्च गर्नुहोस् BSEK ब्याकग्राउन्ड इरेजर। यहाँ आएछ, ब्याकग्राउन्ड इरेजरमा क्लिक गर्नुहोस्। यहाँ म इन्स्टल गरेको छु, अनि तपाईँ इन्स्टल गरिहाल्नु। यहाँ ओपनमा क्लिक गर्नुहोस्। ओपनमा क्लिक गरेपछि यस्तो इन्टरफेस आउँछ। यहाँ सिलेक्ट फोटोमा क्लिक गर्नुहोस्। सिलेक्ट फोटोमा क्लिक गरेपछि यहाँ आफ्नो एउटा फोटो दिनुहोस्। फोटो दिएपछि यहाँ डनमा क्लिक गर्नुहोस्। डनमा क्लिक गरेपछि यहाँ म्याजिक लेखेर छ, त्यसमा क्लिक गर्नुहोस्। त्यसमा क्लिक गरेपछि यहाँ हेर्नु कति राम्रोसित ब्याकग्राउन्ड हटिरहेछ। म्याजिकको साइडमा यहाँ अटो कलर लेखेको छ, अटो कलरमा सिलेक्ट गर्नुहोस्। यहाँ यस्तो दिनुहुन्छ भने सबैको साइडको ब्याकग्राउन्ड यसरी गरेर हटाइहाल्नु। भयो। यहाँ डनमा क्लिक गर्नुहोस्। क्लिक गरेपछि हेर्नु सब यहाँ 1 2 गरेर छ। यहाँ स्मुथ भएको अप्सन हो। यो स्मुथ गरेर यहाँ सेभमा क्लिक गर्नुहोस्। सेभमा क्लिक गरेपछि तपाईँको फोटो सेभ हुन्छ ग्यालेरीमा। वाटरमा क्लिक गर्नुहोस्। यहाँ पिक्सल ल्याबमा आउनुहोस्। पिक्सल ल्याबमा आउनुहोस्। पिक्सल ल्याबमा आएपछि यहाँ प्लस आइकनमा क्लिक गर्नुहोस्। फर्म ग्यालेरीमा क्लिक गर्नुहोस्। यहाँ तपाईँको फोटो आएछ। फोटो यहाँ साइजहरू मिलाएर ठिक गर्नुहोस्। साइजहरू मिलाएर ठिक गर्नुहोस्। ठिक गरेपछि यहाँ तपाईँको फोटो आयो। यहाँ सिलेक्ट गरिदिनुहोस्। यसमा क्लिक गर्नुहोस्। क्लिक गरेपछि यहाँ स्पेसमा क्लिक गर्नुहोस्। स्पेसमा क्लिक गरेपछि यहाँ यसलाई एडजस्ट गर्नुहोस् सानो जति। यहाँ मिलाएर
गरेपछि यहाँ तल आएपछि रिड्युसमा रिड्युसलाई बनाउनुहोस्। यहाँ हेर्नु साइडको कर्नर गोलो भइरहेछ। यसले कपी गरिहाल्नुहोस्, स्टिकमा गर्नुहोस्। यसले कपी गर्नुहोस्, यहाँ कपीको अप्सन छ। यसले पनि यहाँ राख्नुहोस्। यहाँ राखेपछि अनि यसलाई स्किप गर्नुहोस्। यसले यहाँ टेक्सचरको अप्सन छ, टेक्सचरमा क्लिक गर्नुहोस्। यहाँ नो टेक्सचर सिलेक्टेडमा क्लिक गर्नुहोस्। तपाईँको फोटो आउँछ, यो थम्बनेलहरू छ, यसमा क्लिक गरेर तपाईँ आफ्नो जुनसुकै फोटो राख्न सक्नुहुन्छ। यसलाई ठिक गर्नुहोस्। सिलेक्ट तल गइहाल्यो। यसमा पनि त्यस्तै गर्नुहोस्। टेक्सचरमा गएपछि नो टेक्सचर सिलेक्टमा क्लिक गर्नेपछि यहाँ एउटा अरू छ, भयो। कति राम्रो लागिरहेछ हेर्नलाई। अनि यहाँ तपाईँ एकको अप्सनमा क्लिक गर्नुहोस्। यहाँ टेक्स्टमा क्लिक गर्नुहोस्। टेक्स्टमा क्लिक गरेपछि यहाँ लेख्नुहोस्। यहाँ तपाईँ जेमा आउँछ त्यही लेख्न सक्नुहुन्छ। जुन टाइपको तपाईँको भिडियो छ त्यो लेख्न सक्नुहुन्छ। यहाँ म लेखिरहेको छु THUMBNL थंबनेल, यूट्यूब थंबनेल, YOU यूट्यूब थंबनेल। गरिहाल्नुहोस्। तपाईँलाई सानो लाग्छ सानो, ठुलो लाग्छ ठुलो। ओकेमा क्लिक गर्नुहोस्। ओकेमा क्लिक गरेपछि यहाँ हेर्नु कति राम्रो आइहाल्यो। अनि यहाँ तपाईँ अलिकति स्किप गरेपछि यहाँ फाउन्टमा आएछ, फाउन्टमा क्लिक गर्नुहोस्। यहाँ धेरै अप्सन छ, जुन तपाईँलाई राम्रो लाग्छ त्योमा क्लिक गर्नुहोस्, चुज गर्नुहोस्। यहाँ ओकेमा क्लिक गर्नुहोस्। अनि यहाँ स्किप गरेपछि यहाँ कलरको अप्सन आउँछ। यहाँ कलरको अप्सन छ, यसमा क्लिक गर्नुहोस्। ग्रेडियन्टमा सिलेक्ट राख्नुहोस्। अनि यहाँ जुनसुकै तपाईँलाई राम्रो लाग्छ त्यो कलर सिलेक्ट गर्नुहोस्। मलाई यही लाग्यो राम्रो, यही ठिक छ। भयो। अनि यहाँ टेक्सचरमा आएर यहाँ म लेख्छु, यो त ठिक छ, यो ओके छ। यहाँ लेख्नुहोस् तपाईँ हुन्छ। अनि म यहाँ लेख्छु नेपालीमा। पहिला इङ्ग्लिसमा लेखिहाल्छु। बनाउने यहाँ ठुलो गरिदिन्छु। अनि म यसलाई सानो गरिदिन्छु। यहाँ सानो गरेपछि यसलाई म यहाँ एडजस्ट गरिदिन्छु। यसलाई एडजस्ट गरिदिए। यहाँ कलरमा तपाईँलाई जुन कलर राम्रो लाग्छ त्यो सिलेक्ट गर्नुहोस्। यो ठिकै छ, त्यो राम्रो लागेन मलाई, हेर्दैन। यहाँ टिक गर्नुहोस्। अनि यहाँ हेर्नुहोस् कति राम्रो भयो। अनि तपाईँ यसलाई डाउनलोड कसरी गर्न सक्नुहुन्छ। डाउनलोडको यहाँ एउटा अप्सन छ, यसमा क्लिक गर्नुहोस्। यहाँ सेभ बस इमेज छ, यसमा क्लिक गर्नुहोस्। यसमा कस्टममा क्लिक गर्नुहोस्। कस्टममा क्लिक गरेपछि यहाँ अल्ट्रा छ,
अल्ट्रामा सिलेक्ट गर्नुहोस् अनि यहाँ सेभ टु ग्यालेरीमा सिलेक्ट गर्नु तपाईको फोटो डाउनलोड भएर यहाँ फोटो आयो। अनि यस्तै भिडियो तपाईले हेर्न चाहनुहुन्छ भने यो मेरो YouTube च्यानललाई सब्स्क्राइब गरिहाल्नु। तबसम्मको लागि धन्यवाद। बाइ बाइ।